खुट्टा भए जुत्ता त कति कति सबैले सुनेको सानैबाट सुन्दै आएको शब्द। तर जुत्ता पसलमा गएर ठुलो जुत्ता पसलमा जाँदाखेरि पनि आफूले मन परेको एउटा जुत्ता पाउन कति दुःख छ। लगाउन पर्यो, यो मन परेन, घरि साइज ठिक भयो, कलर ठिक भएन, सजिलो छैन। ठुलो जुत्ता पसलमा गएर एउटा जुत्ता आफ्नो साइज ठिक हुने गरी जुत्ता पाउनु त सजिलो छैन। खुट्टा भए जुत्ता कति हो कति, हैन? तर यो एउटा घमण्ड तरिकाले भन्ने शब्द हो, तर त्यति सजिलो छैन। अस्ति भर्खरै मलाई मेरा एउटा साथीले नयाँ जुत्ता गिफ्ट हैन मलाई उपहार दिएका थिए। तर मैले त्यो जुत्तालाई अब साथीले दिएको जुत्ता भनेर लगाएँ। लगाएको 5 मिनेटमा मलाई खुट्टा दुख्न थाल्यो। मलाई थाहा भइगयो यो जुत्ता यो मलाई मिले तापनि मेरो खुट्टाको लागि सही चाहिँ होइन छ भनेर मैले बाटोमै फ्याल्दिएँ त्यो जुत्ता। लगाएको 5 मिनेटमा मलाई थाहा भयो कि त्यो जुत्ताले मेरो खुट्टा टोक्न थाल्यो। लगाउँदा त ठिक छ, एकदम खुल्ला हो, तर जुत्ता बाङ्गो परेको रहेछ, हैन? खुट्टा टोक्ने खाले। भनेपछि यो खुट्टा भए जुत्ता कति हो कति भनेको त कसले भनेका हुन् भन्दाखेरि यी केटाकेटीहरू अब हैन घमण्ड लिएर तिमीहरू जस्ता बुढाहरू कति आउँछन् भने जस्तो, तिमीहरू जस्तो बुढी कति पाइन्छ भन्ने जस्तो नि। पाउँदैमा सबै आफ्नो लागि फिट हुन्छ हुन्न भन्ने हैन, त्यहाँ धेरै पाउँदैमा हुँदैन नि त। आफूलाई फिट हुन पर्यो नि त, हैन? आफ्नो खुट्टामा फिट हुनु पर्यो। अब मैले नयाँ जुत्ता किनेर धन्नै 10-12वटा जोडी छन्, यतिकै नलाइराखेको छु। एक दुई चाहिँ लाउन मन लाग्छ। तर मलाई यो जुत्ता भने अब पुरानो भयो, हैन? 4 साल भइसक्यो, तर यो जुत्ताप्रति मेरो प्रेम छ। यही जुत्ता लाउन मन लाग्छ। तल सब घोटिसक्यो, तर पनि यही जुत्ता लाउन मन लाग्छ। किन भन्दाखेरि मेरो खुट्टामा फिट भएको हुनाले हो। खुट्टा भए जुत्ता कति हो कति भन्ने व्यक्तिहरूले कान खोलेर सुन। जुत्ता हुँदैमा पनि आफ्नो खुट्टामा लङ टाइमसम्म खुट्टा नदुखाइकिन, हैन, त्यो जुत्तालाई सधैँ लाउन सजिलो छैन। मैले कम्पनीमा काम गर्दाखेरि कम्पनीबाट फ्री मिल्थ्यो। 4वटा जुत्ता चेन्ज गरिसके। अब कम्पनीले पठाइदिन्छ अगै खुल्ला, हैन, फराक किलो भएको। मैले 4 जोडी जुत्ता राम्रा लगाउँदाखेरि पनि मेरो अगैका औँलाहरू सुन्नेर, हैन, मैले त्यो कामै छोडिदिएँ। आफ्नो काम त छोड्न पर्यो। भन्छ खुट्टा हुँदैमा जुत्ता कति हो कति भन्दैमा जुत्ता सबै फिट हुँदैन क्या। साइज पनि ठिक छ, लगाउँदाखेरि ठिक छ सबै, तर पनि त्यही लगाउँदै जाँदाखेरि त्यही जुत्ताले खुट्टा दुखाउँछ। भनेपछि राम्रो जुत्ता पाउनु पर्यो। खुट्टामा भए जुत्ता कति भने जुत्ता मात्र धेरै भएर भएन, खुट्टामा फिट हुनु पर्यो र नरम हुनु पर्यो। हो, जिन्दगीमा आजकलका केटीहरूले मेरो पछि त 100 जना केटाहरू पछि लागेको छन् भन्छन्। 100 जना केटाहरू पछि लागेको व्यक्ति हो म भन्छन्। एउटा कुरा ख्याल गर्नुपर्छ केटीहरू हो, आफूलाई आफै घमण्ड नलिऊ। 100 जना केटाहरू तिम्रो पछि लागेका छन् भने यति कुरा बुझ्नु, ती केटाहरू अरू 100 जनासँग पनि लागेका छन्, हैन? त्यसकारण घमण्ड गर्न हुँदैन। किनकि कतिपयले चाहिँ मेरो पछि त केटा कति छन् मैले त रोजेर ल्याउँछ। बजारमा गएर पैसा दिएर किन्ने जुत्ता त हाम्रोले पैसा दिएर लगानी गर्दाखेरि त आफ्नो खुट्टामा सही हुन सक्दैन भने
जीवन साथी पाउनु सजिलो होला, कतिले चाहिँ माया गरेका व्यक्तिहरूलाई कदर गर्दैनन् अनि आफ्नो घमण्डले मेरो लागि त रोजी रोजी केटा पाइन्छ हैन, के बजारका तरकारी भाजी त हैनन् नि पुरुषहरू पनि हैन, मेरो पछि 100 जना केटा लाग्छन् भन्छन् नि, ती लागेका केटाहरू पनि अरु 100 जनासँग लागेका हुन्छन्। ती कुरा चाहिँ बुझ्नु पर्छ। त्यसकारण जसले तिमीहरूलाई माया गरेको छ त्यो मायाको कदर गर्न सिक। मात्र तिमीहरूलाई हैन, तिमीहरूको भाग्य त्यहाँ बल्ल खुल्छ। जुत्ता सबै हुँदैमा आफ्नो खुट्टामा फिट हुन सक्दैन क्या। केटाहरू डम्मै हुँदैमा, केटाहरूले डम्मै हेलो हाई आई लभ यु भन्दैमा सबै तिमीहरूको जीवन पार्टनर हुन सक्दैनन् र सबै यति लिइहाले पनि तिमीहरूले इच्छा भए जस्तो हुँदैन। र जीवन साथी रोज्दाखेरि कहिले पनि पैसालाई महत्त्व राखेर जीवन साथी नरोज। कतिपयले पैसाको कारणले बुढाहरूलाई बिहा गर्ने गर्छन् केटीहरूले, अनि अलि दिनमा इन्जोय नै हुँदैन, पैसाले मात्रै पनि खुसी भन्ने हुँदैन, अनि के भन्छ नेपालीमा अरु पुरुषहरूसँग लाग्न थाल्छन्। अब बुढो उमेरको बुढाहरू बिहा गरे पनि दुखै हुन्छ। साना ठिटाहरू खोज्दा पनि उनीहरूको नि आफ्नै जीवन साथीहरू हुन्छ हैन, उनीहरूको नि आफ्नै जीवन हुन्छ, उनीहरूले नै आफ्नो उमेरको रोज्न खोज्छन् हैन। गर्दाखेरि जीवन साथी चुन्नको लागि चाहिँ अलि ठन्डा दिमागले जसले आफूलाई माया गर्छ उसको कदर गरिएर बरु पैसा नहोस् हैन। अब पैसाको पछि लाएर गइयो भने अब 100 मा 2 जना 3 जनालाई सही होला हैन, तर सबैलाई सही हुँदैन। असली भनेको भित्रबाट प्रेम गर्ने व्यक्ति हुनुपर्छ, आफूलाई माया गर्ने व्यक्ति चिन्न सक्नुपर्छ। अनि कसैले आई लभ यु भनेको भरमा पनि सजिलैले विश्वास गर्न हुँदैन हैन। त्यसकारण के भन्छु भने खुट्टा भए जुत्ता कति हो कति भन्ने त्यो शब्द चाहिँ त्यो एक प्रकारको घमण्डले भनिएको शब्द हो हैन। तर सबै जुत्ता आफूलाई फिट हुन सक्दैन। बजारमा गएर एउटा जुत्ता रत्न कति टाइम लाग्छ हेर्नुस् न हैन। कोही बेला कलर मिल्दैन, कोही बेला एउटै साइजका जुत्ताहरू पनि लगाउँदाखेरि आफ्नो खुट्टामा कोही बेला फिट हुँदैन। भनेपछि बुझ्नु भयो नि मैले के भन्न खोजेँ भनेर हैन। हवस् त, धन्यवाद।